बालेनजी, प्रधानमन्त्री केपी शर्मा ओलीको नाम सुन्ने बित्तिकै थुर्र काम्छन्। मुटुको धड्कन बढ्न थाल्छ उनको। किन हो थाहा भएन। यो न्युज हेर्नुहोस्, गणतन्त्र दिवसको तयारीको बैठकमा बालेनजी जानु भएन। अब एउटा बैठकमा नगएर बालेनजी डराएको हो र भन्लान् मान्छेहरूले, तर म सबुतका साथ भन्दैछु। योभन्दा अगाडि एउटा इन्द्र जात्रामा जहाँ केपी ओलीको उपस्थिति थिएन, बालेनजीले के गरे त भन्दाखेरि चाहिँ संसारमा सबभन्दा पहिलोचोटि इन्द्र जात्रा मैले गरे हो भने जसरी पुरै शानका साथ उभिए। अर्को इन्द्र जात्रामा केपी ओली पनि मुख्य अतिथि, बालेनजी टाप। केपी ओली भन्ने बित्तिकै टाप कसिहाल्ने, कता टाप कस्तो थाहा छैन, थुर्र काम्ने क्या। यो बाहेक अरू किस्साहरू पनि होला तपाईँहरूलाई याद छ भने, जहाँ केपी ओली आइपुग्ने बालेनजीको मुटु खुट्टा हड्डी सबै कामेर कुन दुलोमा लुक्न जाने हो थाहा छैन। आफ्नो प्रधानमन्त्रीसँग खासै डराउनुहुन्न र यो गणतन्त्रको तयारीको बैठकमा चाहिँ जानुपर्छ, किनभने हरेक मुख्य इभेन्टहरू काठमाडौँ महानगरभित्रै हुन्छन्। सो महानगरको त्यहाँनिर एउटा जिम्मेवारी हुन्छ, त्यो जिम्मेवारी पुरा गर्न भए पनि जानुपर्छ। अब जिम्मेवारी पुरा नगर्ने कुरा चाहिँ पाइँदैन, किनभने जनप्रतिनिधि हो, जिम्मेवारी लिइसकेपछि पुरा गर्नुपर्छ।